साइकोलोजिस्टसँग मनका कुरा एपिसोड 1 यस सिरिजमा हामी मेन्टल हेल्थ रिलेटेड मनमा आउने कन्फ्युजन्सहरू डाइरेक्टली साइकोलोजिस्टसँग बुझ्छौँ। हेलो सर, हामी सबैलाई चाहिँ टाइममा स्ट्रेस फिल भइरहेको हुन्छ। म आफैलाई पनि कहिले चाहिँ यो स्ट्रेस नर्मल हो कि जस्तो लाग्छ र कहिले चाहिँ मैले हेल्प सिक गर्नुपर्ने हो कि जस्तो लाग्छ। तर कसरी चाहिँ हामीले छुट्याउने कि कुन स्ट्रेस चाहिँ नर्मल हो र कुन स्ट्रेसमा चाहिँ हामीले हेल्प सिक गर्नुपर्छ भनेर, र कुन पोइन्टमा गएर चाहिँ हामीले साइकोलोजिस्टको हेल्प लिनुपर्ने हुन्छ? सो यस, कति राम्रो प्रश्न गर्नुभएको छ। हाम्रो दैनिक जीवनमा चाहिँ के सधैँ नकारात्मक मात्रै स्ट्रेस हुन्छ, दबाव हुन्छ कि सकारात्मक पनि हुन्छ? एउटा स्ट्रेस हुन्छ जसले हामीलाई ग्रोथ ओरिएन्टेड, प्रोग्रेस, स्पिड अप, काम गर्न अलिकति हतार, अलिकति एनर्जी दिन्छ, त्यसलाई हामीले पोजिटिभ स्ट्रेस भनेर भन्छौँ और सकारात्मक दबाव भन्छौँ भने त्यही ठाउँमा अर्को हुन्छ नकारात्मक दबाव और नेगेटिभ स्ट्रेस अथवा यसलाई डिस्ट्रेस भन्छौँ। अब हुन्छ कति बेला चाहिँ साइकोलोजिस्टहरूलाई अथवा काउन्सिलर और मेन्टल हेल्थ प्रोफेसनलहरूलाई चाहिँ देखाउने त अथवा सपोर्ट सिक गर्ने भन्ने कुरा हुन्छ। जुन दिन तपाईँलाई आफ्नो दैनिकी जीवनमा आफूले गरिरहेका क्रियाकलाप कार्यक्रमहरू गर्न अप्ठ्यारो असहज महसुस भयो वा डेली प्रोडक्टिभिटीमा चाहिँ अलिकति कतै न कतै इम्पेयरमेन्ट भएको महसुस हुने बित्तिकै निन्द्रा, खानपिन, साथीभाइ सर्कल अथवा विभिन्न बडीमा एनर्जीको कुराहरूदेखि लिएर त्यति बेला चाहिँ तपाईँले चाहिँ इमिडिएट यो हेल्प सिक गर्नुपर्ने हुन सक्छ।